Oh my god. मासु बनाउनलाई यसो दाउरा काट्दै है आज सँगै भोलि त कहाँ यस्तै छ हेलो एन्ड नमस्ते सबैजनालाई है धेरै दिनपछि आज चाहिँ भ्लगमा आएको छु सो आज चाहिँ हामी जलजला जान लागेको छौँ होइन सो त्यही हो हिउँ परेको छ अघि भर्खरसम्म परिरहेको थियो होइन अनि त्यसैको लागि छौँ नाइट क्याम्पिङ जस्तै होइन जाउँ न भनेर गइरहेको छौँ कति 5-6 जना छौँ अहिले चाहिँ ठ्याक्कै कति 4:30 बजिसक्यो होइन गएर चाहिँ अब के हुन्छ गएर बस्ने गइरहेछौँ अब चाहिँ हामी गाउँदेखि निस्किसक्यौँ होइन केटाहरू अगाडि गइरहेछन् सो अब चाहिँ हामी बजार सजारतिर गएर होइन केही खानेकुराहरू किन्छौँ सो त्यसपछि हामी लाग्छौँ है त हस् फेरि भेटौँ गुड आफ्टरनुन फ्रम जुरबाङ रोल्पा है के अरे रोल्पा जिल्लाको एक यो फाबाङ गाउँ विशेष परिचित चिनिने चाहिँ यो जलजलाले होइन जलजलाले चिनिने पर्यटकीय स्थलमा हामी जुरबाङको 5 जना युवाहरू क्याम्पिङ जाँदैछौँ नाइट क्याम्पिङ जोस भिडियोहरू हेर्दै गर्नु होला जानुपर्छ भेना तन्नै लगौँला जिउँदैछु है म त्यो चाहिँ कति राखौँ भनेको चाहिँ 4 किलो राखौँ पहिलेको आफ्नो क्लासमेट होइन जोस जे मागेछ त्यही हाल्दैछ दाङको खुर्सानी होला यो दाङ अहिले चाहिँ लगभग सबै सामानहरू किनिसक्यौँ हामी अब निस्किन लागेको छौँ गाउँबाट त्यसो अहिले चाहिँ एकजना थपेर 6 जना भएको छ हाम्रो टिम यो चाहिँ बस पार्क होइन कहाँ पुग्ने गाडीहरू पनि रोता था कि बोल्ने ल नरन्छ सालो त किन यति कालो पोस्ना खाए सालो फेरि ल अहिले चाहिँ हामी चालाबाङमा छौँ होइन नास्ता खाने कार्यक्रम भइरहेछ लडा चिच्चै यस गाह्रो भयो भर्खर गाह्रो छ नि सिधै खोला हो नि त राम 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 सालो एउटा गीत गयो ओहो Oh my god. Ayo. Cice sar? हजुर काजीबा क्या छ हाल खबर? हो र?
चिचे हजुर के बोकेछ तैँले हामीले चाउचाउ बोकेको छ अनि अरू मासु बोकेको छ टक्क लाएर खाने होइन भुटेर खाने हो भुटेर होइन पोलेर सेको हो नि त यो ठाउँको नाम के रे तिजीबाङ के अरे जलजलाको प्रवेशद्वार है यो यहाँदेखि पक्का उकाला सुरु भयो पक्का उकाला पापी यसको नाम के छ र यो प्रोजेक्टको S20 धोबी बाह्र सुकेछ रहेछ ठन्डी भएर होला जम्मै होला सक्क जलजलाको देउटाले रक्षा गरून् हजुरमा ठन्डीले पुरा पानी पनि पाइप भित्रै जमेर होला पानी पनि आउँदैन सो के गर्नु अब खत्तम भयो बर्बादै भयो ल बिना पानीको जिन्दगी कस्तो हुँदो रहेछ बेलुकाको बन्दोबस्त हाम्रो के अरे गन्तव्य लगभग नजिक छौँ यो चाहिँ बेलुकाको बन्दोबस्तको लागि दाउरा हामी यहीँदेखि लाँदैछौँ हेरौँ अब फेरि माथितिर पनि फेर्नुपर्छ त कति बज्यो 6:30 हुन लाग्यो होइन रमाइलो जति गर्छौँ सुन्ने चाहिँ त माथि यता ठिक हुन्न र बस्नुलाई यहाँ उ लास्टै खुल्ला छ कि जाडो भइहाल्छ नि हो आजलाई चाहिँ ढिलो पनि भइसक्यो सो यहीँ बसेर रात कटाउँ भन्ने सल्लाह भयो चिसो त अभियसली हुन्छ सो त्यही पनि रात कटाउने प्रयास गर्नेछौँ बनाउन गाह्रो हुन्छ यो मासुले त अरूलाई थाहा छ होइन रातमा पकाउने यस्तो कसम यो खाएको मात्र हेर्छन् होइन के अरे खानको लागि कति दुःख हुन्छ त्यो चाहिँ आफै बुझ्नु होला है यो के को लागि हो रे सालो यो त हाम्रो के अरे सेको होइन सेगो पोल्नलाई होइन यहाँ सेको हुन्छ ल ल हामी लागौँ भाइ अब खुकुरी चाहिँ मजाको रहेछ है जस्ट पोर्टेबल बोक्नलाई ल चिचे जाऊँ ल आज हामी मासु पोल्नलाई यसो दाउरा काट्दै है यता चाहिँ हाम्रो शीर्षण हुनुहुन्छ यता चाहिँ खै सिमिट सालो खै यसो आँखामा लाइट बालौँ है यता काजी यता म क्यामराम्यान चाहिँ मिस्टर डाल्डा बुढामा गएर मेरो निकनेम ल आज हाम्रो बेडा खर्कमा आएर बास भएको छ यता हाम्रो काजीज्यूले यसो मासु पोल्नलाई यसो दाउराको तयारी गर्नु भइरहेको छ के गर्नु यस्तै पर्यो गाउँले जिन्दगी ओहो हिउँ परिरहेछ हौ साथी हो देखिन्न त देखिन्न भोलि देखाउँछौँ हामी हजुरहरूलाई हजुरहरूको सामु मन छुडो काजे होइन के अरे हामी जसो ल सेकेन्ड राउन्ड वाइफाई है ल ल उचालो ए हमे तुम कौन है अनि लसुन उता के हो र खुर्सानी कहाँ छ कुटेको लसुन अरू अब यहाँ सब बाँकी खुर्सानी यता छ होइन अरू यता पनि छ पानी जस्तै देखिरहेको डिजल थोरै दिन्छ असिना परिरहेछ तर हामी यहाँ के राख्नु पायो भने अलि देखिरहेको त्यो के हो के हो पिस्दैछु देखेनस् आँखा अलिक कमजोर छ मेरो ल देख्दै नखाएस् हाम्रो सालो चाहिँ यहाँ पुरा होइन म यहाँको सेम मासु मोल्दै के अरे नुनिया छ छ झुवाले केही देख्नु पाएन नि ल हामीलाई बढाएछ किनभने हामी खाने पर्यौँ सालो फेरि बनाउनुमा टक्क लाएर होइन मेरो के अरे कट्टीको पकाउने रहेछु त्यो मेरो कला हुन्छ होइन हजुर के अरे प्रतिक्रिया तपाईँहरूको हातमा छ
कमेन्ट गर्ने हामी छौँ ल हामी फेसबुकको फ्यान 6 केजी बराबरको होइन यो सब गरेर आधुनिक तरिकाले पकाइएको मासु हो यो मासु चाहिँ 2 किलो चिकनको मासु 4 किलो पोर्कको मासु जोस् हामी 6 जना छौँ पुग्छ होला आई थिङ्क हेरौँ पुगेन भने पनि मिलिजुली खाने हो होइन धेरै थोरै खाएर कोही ठुलो मान्छे हुँदैन होइन मिलिजुली खाने हो यसले पुग्छ होला जोस् त्यति नै छ सालो अब कल हामी लगभग के अरे हाम्रो क्याम्पिङको मध्य भागतिर छौँ रक्सी खाइयो मासु पनि सब रेडी भइसक्यो सबै नसकिला भनेर हामी केही मासु चाहिँ प्याक गरिसकेछौँ मलाई लाग्छ यहीले हुन्छ होला आज र भोलि बिहानसम्म भोलि बिहान फेरि हामी यही सुँगुरको मासु खाएर माथि के अरे जलजला जान मिल्दैन त्यही भएर भोलि नुहाइधुवाइ गरेर फेरि लगभग 7:30 बजीतिर होइन केटा हो जस घाममा रहेपछि जलजला प्रस्थान गर्नेवाला छौँ हेरौँ आजको रात राम्रै हुन्छ होला अब रमाइलो गर्ने पालो बाँकी नै छ अनि हल्का सुत्ने ओर्ने कुराहरू पनि लिएको छ भोलि बिहान चाहिँ उठेर गइहाल्छ यहाँ चाहिँ पुरा सालो खोइ कहाँ छ हौ खै कसले खाँदो रहेछ पिरै रहेछ आदि भयो है अझै यति छ है कसले धेरै खान्छ हेरौँ नपत्ता हेर्नुहोस् है होइन काँची छ गीत गाउँदै चढौला सलाला बग्यो गण्डकी आज सँगै भोलि त कहाँ यस्तै छ हाम्रो जिन्दगी भोलि त कहाँ यस्तै छ हाम्रो जिन्दगी आज सँगै भोलि त किसानो पार्खे म्यार चाङ्डे धेरै पछि भेट भयो माझैमा भेट भयो माझैमा खोल्यो कुरा सबैको साझैमा सलाला बग्यो गण्डकी आज सँगै भोलि त कहाँ यस्तै छ हाम्रो जिन्दगी आज सँगै भोलि त कहाँ यस्तै छ हाम्रो जिन्दगी मरेपछि खरानी हुने हो खरानी हुने हो साठी भाइ रमाइलो गर्ने हो सलल बग्यो गण्डकी आज सँगै भोलि त कहाँ यस्तै छ हाम्रो जिन्दगी